नमस्कार सबैजनालाई। हामी चाहिँ आज कक्षा 10 को पाठ 1 एकाइ 1 को पाठ 1 सामाजिकीकरणमा रहेका छौँ। कक्षा 10 मा चाहिँ टोटल 10 वटा पाठहरू रहेका छन्, एकाइहरू रहेका छन् र हाम्रो एकाइ 1 रहेको छ हामी र हाम्रो समाज, जसमा चाहिँ 4 वटा पाठहरू रहेका छन्। पहिलो पाठ सामाजिकीकरण को पाठमा चाहिँ आज छौँ हामी। यो भिडियोलाई चाहिँ अन्तिमसम्म तपाईँहरूले हेर्नुभयो भने सामाजिकीकरणबाट जुनसुकै क्वेसन आओस्, जस्तोसुकै हार्ड क्वेसन आओस्, इजी क्वेसन आओस्, तपाईँहरूले चाहिँ नम्बर चाहिँ सामाजिकीकरणका क्वेसनहरूमा फुल मार्क्स ल्याउन सक्नुहुन्छ। तसर्थ यदि सामाजिकमा टप आन्न मन छ भने, सामाजिकमा 4 जिपिए ल्याउन मन छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। ल ढिला नगरी आजको भिडियोलाई स्टार्ट गरौँ। ल सामाजिकीकरणलाई चाहिँ अङ्ग्रेजीमा चाहिँ सोसियलाइजेसन भन्ने गरिन्छ। सामाजिकीकरण भनेको चाहिँ के हो त, त्यो कुरालाई हामीले जान्नुपर्ने हुन्छ। व्यक्तिले जन्मिएपछि समाजमा बस्नका लागि आवश्यक ज्ञान, सिप, मूल्य, मान्यता, परम्परा र व्यवहार सिक्ने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। व्यक्ति जन्मेपछि त समाजमा बस्नलाई त त्यसका समाजका नीति नियम बुझ्न पर्यो, नबुझिकन त भएन हो। त्यसैलाई भनिन्छ सामाजिकीकरण। ल यसलाई चाहिँ मिलाएर, भाषा मिलाएर लेख्दा चाहिँ के लेख्न पर्यो भने, व्यक्तिले जन्मिएपछि समाजमा बस्नका लागि आवश्यक ज्ञान, सिप, मूल्य, मान्यता, परम्परा र व्यवहार सिक्ने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। र अर्को कुरा छ, यो प्रक्रियाले व्यक्तिलाई सामाजिक प्राणी बनाउँछ। एउटा सामाजिक प्राणी मात्रै समाजमा बस्न सक्छ नि, त्यसका लागि सामाजिक प्राणी बन्न पर्यो र सामाजिक प्राणी हामीलाई चाहिँ सामाजिकीकरणले बनाउँछ। र यसलाई मिलाएर लेख्न नजान्ने कोही विद्यार्थीहरू हुनुहुन्छ, सामाजिकमा कमजोर विद्यार्थीहरूका लागि यहाँ सरल भाषामा मैले लेखिदिएको छु। मानिसलाई समाजमा मिलेर बस्न योग्य बनाउने प्रक्रिया नै सामाजिकीकरण हो। यो छोटो मिठो लाइन छ। यो लाइन चाहिँ तपाईँहरू थप्न पनि सक्नुहुन्छ डिफिनेसनमा र अन्तिममा निष्कर्षका रूपमा पनि लेखेर सक्नुहुन्छ। त्यसैले यहाँ सरल भाषामा मैले लेखिदिएको छु। मानिसलाई समाजमा मिलेर बस्न योग्य बनाउने प्रक्रिया नै सामाजिकीकरण हो। र अब हामी जान्छौँ सामाजिकीकरणका विशेषतामा। यो चाहिँ सामाजिकीकरणको पाठमा अत्यन्त चाहिँ इम्पोर्टेन्ट कुरा हो, सामाजिकीकरणका विशेषता। हाम्रो बुकमा पनि यो दिएको छ, तर सामाजिकीकरणका विशेषता हाम्रो बुकमा दिएका विशेषताहरू चाहिँ अत्यन्त लामा छन् र अब कोही चाहिँ घोकन्ते विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूलाई घोक्न चाहिँ एकदमै गाह्रो पर्ने हुन्छ। त्यही भएर चाहिँ उहाँहरूको लागि नै हो यो भिडियो, र अरू विद्यार्थीहरूलाई पनि त सहिलो भयो नि त बुझ्नलाई, सानो सानो पोइन्टहरू भएपछि। त्यही भएर हजुरहरूले यो भिडियोलाई राम्ररी हेर्नुहोला। ल पहिलो नम्बरमा रहेको छ जीवनभर चलिरहने प्रक्रिया। सामाजिकीकरण जन्मदेखि मृत्युसम्म चलिरहन्छ। यो त तपाईँहरूलाई थाहा भएकै कुरा हो। मान्छे जन्मेपछि मर्दासम्म समाजका नियमहरू त चाहिने भए हो। त्यही समाजका नियमहरू जान्ने बुझ्ने प्रक्रियालाई त सामाजिकीकरण भनिन्छ नि हो। त्यही भएर सामाजिकीकरण जन्मदेखि मृत्युसम्म चलिरहन्छ। मानिसले जीवनका विभिन्न चरणमा नयाँ कुरा सिकिरहन्छ, त्यसकारण जीवनभर चलिरहने प्रक्रिया भन्ने चाहिँ सामाजिकीकरणको एउटा विशेषता हो। र तपाईँहरूका लागि छोटो यो पोइन्ट मैले तल व्याख्याका रूपमा राखिदिएकी छु। यो तपाईँहरूले चाहिँ इक्जाममा, अब तपाईँहरू 10 मा हुनुहुन्छ, 10 मा पढ्ने मान्छेले त सामाजिकीकरणका विशेषता लेख्दाखेरि पहिला जीवनभर चलिरहने प्रक्रिया त्यति मात्रै लेखेर त भएन, थोरै केही त्यसको डिफिनेसन त चाहियो हो। त्यही डिफिनेसन चाहिने भएका हुँदाखेरि यहाँ मैले थोरै यति पोइन्ट राखिदिएकी छु कि सामाजिकीकरण जन्मदेखि मृत्युसम्म चलिरहन्छ। मानिसले जीवनका विभिन्न चरणमा नयाँ कुरा सिकिरहन्छ, यो कुरालाई पनि ध्यान राख्नु होला। र अर्को रहेको छ सामाजिकीकरण समाजसँग सम्बन्धित हुन्छ हो। सामाजिकीकरण समाजसँग सम्बन्धित हुन्छ। यो प्रक्रिया समाज बिना सम्भव हुँदैन। समाजकै नियम र संस्कार सिकिन्छ, यो कुरालाई पनि ध्यानमा राख्नु होला। अर्को रहेको छ व्यवहार र सोच विकास गर्छ, व्यक्ति र समाजलाई जोड्छ। अर्को छ सिकाइ प्रक्रिया हो। यी कुराहरूलाई ध्यानमा राख्नु होला। यी कुराहरूलाई यहाँ तपाईँहरूले स्क्रिनसट गरेर ग्यालेरीमा पनि राख्न सक्नुहुन्छ टक्क। त्यसपछि तपाईँहरूले पढ्न सक्नुहुन्छ। यी 4 वटा कुरालाई चाहिँ तपाईँहरूले घोक्नै पर्छ, कण्ठ पार्नै पर्छ। यदि सक्नुहुन्छ भने सम्झिन पर्यो, सक्नुहुन्न भने घोक्नै पर्यो।
ल अब हामी चाहिँ अर्कोमा जाँदैछौँ। अर्को रहेको सामाजिकीकरणको महत्त्व। सामाजिकीकरणको महत्त्वका बारेमा पनि हाम्रो बुकमा त दिएको छ, तर त्यसमा चाहिँ लामो लामो कुरा छ, हामीले बुझ्नै नसिकिने थिटिङ मिटिङ भित्र भित्र जस्ता कुराहरू त्यहाँ राखिदिएको छ। त्यही भएर मैले यहाँ छोटो छोटो पोइन्टहरू राखिदिएको छु, जसका कारणले तपाईँहरूलाई सजिलो होला। फर्स्टमा रहेको छ राम्रो व्यवहार सिकाउँछ, आदर गर्ने, नम्र बोल्ने, अनुशासनमा बस्ने जस्ता गुण विकास हुन्छन् सामाजिकीकरणले गर्दा। अर्को रहेको छ समाजमा मिलेर बस्न सिकाउँछ। हो, सामाजिकीकरणले चाहिँ हामीलाई नीति नियम सिकाउनु भयो। नीति नियम सिकाएपछि त हामीले चाहिँ सबैसँग राम्ररी बोल्ने भयौँ। अब हामी अनुशासनमा हुन्छौँ, त्यसकारण समाजमा मिलेर बस्न पनि हामीले सिक्ने भयौँ। त्यही भएर समाजमा मिलेर बस्न पनि सामाजिकीकरणले सिकाउँछ। अर्को पोइन्ट रहेको छ जिम्मेवार नागरिक बनाउँछ, संस्कार र संस्कृति जोगाउँछ, व्यक्तित्व विकास गर्छ व्यक्तिमा। अर्को रहेको छ सामाजिक एकता कायम गर्छ। यी सबै कुराहरूलाई पनि ध्यानमा राख्नुहोला। टक्क स्क्रिनसट पनि लिन सक्नुहुन्छ। कम्तीमा 3वटा बुँदाहरू अनिवार्य रूपमा चाहिन्छ, त्यही भएर स्क्रिनसट पनि लिनुहोला। ल अब चाहिँ हामी जान्छौँ सामाजिकीकरणका माध्यम वा निकायमा। सामाजिकीकरणको पहिलो माध्यम भनेको परिवार नै हो। परिवार नै त पहिलो र मुख्य माध्यम हो। बच्चाले यहाँबाट बोल्न, हिँड्न, खानपान, राम्रो नराम्रो छुट्याउन सिक्छ। त्यही भएर हामीले भनिन्छ नि, परिवार नै सबैभन्दा पहिलो गुरु हो, परिवार नै सबैभन्दा पहिलो विद्यालय हो भनेर। आमा बाबु र परिवारको सदस्यको व्यवहारले बच्चामा गहिरो प्रभाव पार्छ। हो, त्यही भएर तपाईँहरू कसैको बहिनी भाइहरूको दाइ दिदी हुनुहुन्छ भने बहिनी दाइलाई राम्रो सिकाउनु, भाइ बहिनीलाई चाहिँ राम्रो कुरा सिकाउन पर्यो। यसले चाहिँ गहिरो प्रभाव पार्छ, यो कुरा पनि ध्यानमा राख्नु होला। अब 2 नम्बरमा रहेको छ विद्यालय। विद्यालय भनेको दोस्रो महत्त्वपूर्ण माध्यम हो। यहाँबाट अनुशासन, समयको महत्त्व, नियम पालना गर्न सिकिन्छ। शिक्षक र साथीहरूबाट ज्ञान र सामाजिक व्यवहार सिकिन्छ। यो त सबैलाई थाहा भएको कुरा हो। सबै विद्यालय गइन्छ, विद्यालय गएर धेरै कुराहरू सिकिन्छ। अब बुकका ज्ञानहरूभन्दा पनि सरहरूले चाहिँ अनुशासन सिकाउनुहुन्छ, यताउता धेरै कुराहरू सिकाउनुहुन्छ। यसबाट पनि हामीले सामाजिकीकरण का बारेमा जान्न सक्छौँ र त्यसैले चाहिँ यो पनि सामाजिकीकरणका माध्यम वा निकायमा पर्ने भयो। र अर्को रहेको छ 3 नम्बरमा साथी समूह। साथी समूह त एकदमै इम्पोर्टेन्ट कुरा। साथी नभइकन त जिन्दगीमा एक्लो भइहालिन्छ। त्यही भएर साथीहरूसँग खेल्दा कुरा गर्दा नयाँ कुरा सिकिन्छ, जसबाट चाहिँ हामीले सामाजिकीकरण सिक्न सकिन्छ। यहाँबाट पनि बोल्ने शैली, लुगा लगाउने तरिका, सोचमा चाहिँ साथी समूहबाट असर पर्छ। राम्रो साथीले राम्रो बानी र नराम्रो साथीले नराम्रो बानी विकास गराउन सक्छ। त्यही भएर जहिले पनि साथी छनौट गर्दा राम्रो साथी छनौट गर्न पर्यो। त्यही भएर साथी समूह पनि 3 नम्बरमा मैले यहाँ राखिदिएकी छु। साथी समूह पनि सामाजिकीकरणको एउटा चाहिँ माध्यम हो। र अर्को रहेको छ सञ्चार माध्यम। सञ्चार माध्यम त अहिलेको यो जेनेरेसनको यो अझ जेनजी भनिन्छ, के भनिन्छ नि हामीले, जेनजीलाई त अब सञ्चार माध्यम चाहिने जो भयो। अब अहिले त्यही पनि अब 21औँ शताब्दी छ, सबैलाई सञ्चार माध्यम एकदमै चाहिन्छ, जसले चाहिँ हामीलाई जे कुरामा पनि सजिलो कम्फर्टेबल बनाइदिन्छ। र यहाँ मैले लेखेकी छु टिभी, रेडियो, इन्टरनेट, सोसल मिडिया आदि। यसले ज्ञान, सूचना र मनोरञ्जन दिन्छ, तर गलत प्रयोग चाहिँ गर्न भएन। यहाँ मैले तपाईँहरूकै लागिरहेको लाइन हो यो। तर गलत प्रयोगले नकारात्मक असर पनि पार्न सक्छ। गलत प्रयोग गर्यो भने, यदि सञ्चार माध्यमको गलत प्रयोग गर्यो भने त हामी गइयो सिधै, भइयो जिन्दगी बर्बाद भयो। ल अर्को रहेको छ 5 नम्बरमा धर्म र संस्कृति। धर्म भनेको त अब एकदमै चाहिने कुरा, आस्था राख्ने भनी। हाम्रो आस्था हामीले भगवानमा राखिन्छ नि, भगवानमा आस्था राख्दाखेरि, अथवा कसैले अल्लाहमा आस्था राख्नुहुन्छ होला, कसैले भगवानमा राखिन्छ। यस्तो आस्थाले गर्दा चाहिँ हामीमा एकदमै ठुलो प्रभाव पार्छ। र मैले यहाँ लेखेकी छु धर्मले नैतिकता, आस्था र संस्कार सिकाउँछ। यी देख्नुभयो नि। र अर्को रहेको छ चाडपर्व, परम्परा, संस्कृतिले समाजसँग जोड्छ। यसले सही गलत छुट्याउने क्षमता विकास गर्छ, र जसबाट चाहिँ सामाजिकीकरणको विकास हुन्छ। हो, आजको क्लासमा हामीले यति कुराहरू पढ्यौँ। यति कुराहरू सामाजिकीकरण पाठमा हामीले जान्नै पर्ने कुराहरू थिए, र यति कुराहरूलाई तपाईँहरूले दिमागमा राख्नुभयो भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ र बधाई पनि छ। यति कुराहरूले गर्दा तपाईँहरूको एसी इक्जामलाई धेरै सहयोग मिल्नेछ। र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। यो भिडियोलाई लाइक गर्न नभुल्नुहोला र साथीहरूलाई पनि सेयर गर्नुहोला तपाईँहरूले, र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। धन्यवाद।